भिडको पछाडि भनेको भेडा लाग्ने हो, बाख्रा लाग्ने हो, मान्छे भनेको विचारको पछाडि लाग्छ र सही विचारको पछाडि लाग्नु हो तपाईको दायित्व हो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईहरू गलत विचारको पछाडि लाग्दै हुनुहुन्छ। तपाईहरूले भ्रष्टाचारी हो भनेर थाहा पाइ भ्रष्टाचारीलाई नै भोट दिइरहनु भनेको उनीहरूको हौसला बढाउनु हो। त्यही भएको कारणले अहिले उनीहरू चुप्पो लागेर सिंहदरबारमा बसेर एक कप चिया खाँदै, एक कप व्हिस्की र ब्रान्डी खाँदै देश बेच्ने निर्णय गरिरहेका छन्। उनीहरूले हाम्रो भविष्य तपाईँको चाहिँ केयरमेट गरेर चाहिँ हामीलाई अलमल गरिरहेका छन्। यी सम्पूर्ण कुरा हामीले उनीहरूलाई काँधमा बोकेर हिँडेकै कारणले भइरहेको कारणले गर्दा आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँलाई लागिरहेको होला हामी त पार्टीको मान्छे, हामी त तपाईँको चाहिँ यो त्यो भनेर लागिरहेको होला, तर तपाईँहरू सत्यवादी बन्न सिक्नुहोस्। पार्टी भनेको केही होइन, पार्टी एउटा माध्यम हो। जसरी यो भानुचोक आउनका लागि धेरैवटा बाटोहरू छन्, त्यसै गरी तपाईँको चाहिँ बाटोको रूपमा मात्रै हामीले पार्टीलाई बुझ्न सक्नुपर्छ, चिन्न सक्नुपर्छ। पार्टी भनेको एउटा माध्यम मात्रै हो। काम गर्ने एउटा सक्षम व्यक्तिले गर्छ, एउटा इमान जमान भएको व्यक्तिले गर्छ र त्योभन्दा पनि म भन्न चाहन्छु एउटा नियत भएको मान्छेले गर्छ। म त्यही व्यक्ति हुँ जसले चाहिँ यो धरानको गरिब दुखीको मुद्दा बोकेर, यातायात मजदुरहरूको मुद्दा बोकेर, पीडित जनताहरूको मुद्दा बोकेर सबैभन्दा धेरै आन्दोलन गर्दै आएको मान्छे हुँ म। यो भिडियो चाहिँ केही समय अगाडिको हो, तर यो भिडियोमा भन्न खोजेको कुराले चाहिँ मेरो मन छोयो, हजुरको मन पनि छोयो होला सायद। यहाँ चाहिँ के भन्न खोजेको छ हाम्रो हजुरले चिनिराख्नु भएको होइन, धरानको मेयर साहबले चाहिँ के भन्न खोज्नु भएको छ भन्दाखेरि उहाँले जो भन्नुभएको छ भिडको पछाडि भेडा लाग्ने हो। जसरी एउटा भेडा चाहिँ अगाडि लागेपछि पछाडि त्यो भेडा जहाँ जहाँ फाल हाल्छ त्यसैमा चाहिँ त्यसको पछाडिको त्यो भेडाहरू हुन्छ नि होइन, त्यसैमा हाम फालेर जाने हुन्छ कि त्यो भेडा जाति भन्ने हुन्छ। त्यो भेडा जातको प्रजातिको त्यो भेडा चाहिँ एउटा अगाडिको मेन नाइके चाहिँ जता जता जान्छ त्यतै जान्छ क्या त्यसको पछाडि। त्यही भएर हामी भेडा बन्ने कि मान्छे बन्ने त होइन। अहिलेको युग, अहिलेको जमाना, अहिलेको समयमा आइसक्दा पनि हामीहरू त्यही पहिलाकै भेडा भएर बाँच्ने कि अब मान्छे बन्ने त होइन। यो भिडियो अगाडिको भए तापनि उहाँले चाहिँ यतिखेर पार्टी खोलिसक्नु भएको छ, पार्टी चलाइरहनु भएको छ, सायद अब पार्टी विस्तारित हुँदैछ। उहाँले अहिलेसम्म गर्नुभएको कामहरू चाहिँ एकदम मलाई चाहिँ राम्रो लाग्छ। हजुरलाई कस्तो लाग्छ होइन? काम चाहिँ राम्रै गरिरहनु भएको छ, सायद राम्रै छ। हामी चाहिँ धरान पुगिसकेको छैन, हामी चाहिँ धरान गइएको छैन, तैपनि होइन धरानवासीले चाहिँ मूल्याङ्कन गर्नुभयो होला। धरान चाहिँ कतिको पानी खान पाउनु भएको थिएन, पानी पाउनुभयो। त्यहाँ अब खेल यताउता घुम्ने पार्कहरू बनिरहेका छन्, रोडहरू बनिरहेका होलान् होइन। जे जति छ हामी चाहिँ अबको समयमा भेडा बन्नुभन्दा चाहिँ अब मान्छे नै बन्नुपर्छ। अब चाहिँ मान्छे व्यक्ति हेरेर चाहिँ अब भोट दिने गर्नु पर्यो होइन सबैले। कस्तो लाग्छ त्यो भिडियो हेरेर त्यस्तै प्रतिक्रिया दिनु होला है त। खानेपानी त सबैको लागि चाहिन्छ, त्यो एमाले होस् या कांग्रेस होस् या माओवादी होस्, जोसुकै होस्, पार्टी बिनाको मान्छे म जस्तो भए पनि सबैले चाहिने कुरा हो। त्यो पानी, त्यस्तो आवश्यक पानी, अति आवश्यक पानी, आधारभूत आवश्यकता ल्याइरहँदाखेरिसम्म पनि तपाईँको त्यहाँ असहयोग गर्नु अथवा विरोध गर्नु जाऊ भनेर चाहिँ जारी हुन्छ भने के भन्ने त्यसलाई जटिल समस्यालाई अझ झरै जटिल बनाएर त्यो समस्याकै एजेन्डा बनाएर त्यसलाई म समाधान गरिदिन्छु भन्ने तपाईँको चाहिँ आश्वासन बाँड्दै चुनाव जितेर चाहिँ राजनीति भइरहेको छ धरानमा। त्यो छ र राष्ट्रिय हिसाबमा पनि मलाई चाहिँ त्यसरी नै भइरहेको जस्तो लाग्छ। मैले चाहिँ के बुझेको छु भने अब यो पार्टीले गर्दा नै देश पछि पर्यो। मेरो निष्कर्ष चाहिँ त्यो छ, किनभने सत्य बोल्न नदिँदो रहेछ पार्टीले होइन। अनि पार्टीमा पनि अब धेरै राम्रा कार्यकर्ताहरू होलान्, राम्रा मान्छेको चाहिँ स्थान नहुँदो रहेछ त्यहाँ। अनि एक खालको मैले अघि सुरुमा तपाईँलाई के भने पार्टी भनेको चाहिँ काइन्ड अफ पुलिस फोर्स, जहाँ चाहिँ द सिनियर मोस्ट माथि टपमा जो छ त्यसले जे आज्ञा तपाईँको चाहिँ आदेश उसले होइन रिलिज गर्छ त्यो सबैले मान्नुपर्छ। मानेन भने ऊ पनिसमेन्टमा पर्यो होइन। अनि उसले चाहिँ नि अब पार्टी छोड्नुपर्ने अथवा विभाजन हुनुपर्ने, यही त हो सबै कुरा। त्यसले गर्दाखेरि चाहिँ पार्टीका केही राम्रा गुणहरू पनि राम्रा पक्षहरू पनि हुँदैन भन्दिनँ होलान् होइन, तर खराब पक्ष चाहिँ अलिक धेरै देखिन थाल्यो। त्यसले गर्दाखेरि अहिले अब नेपाली समाजले स्वतन्त्र भन्ने उम्मेदवारहरूलाई होइन ऊ एक्लै हिँडेको किन नहोस्, उसको पछाडि कोही नहोस्, तर स्वतन्त्रमा हान्नुपर्छ भोट भन्ने किसिमको एउटा ट्रेन्ड सुरु भइसक्यो। उहाँले चाहिँ यो भिडियोमा भन्न खोज्नु भएको कुरा चाहिँ मैले पनि मेरो गाउँमा चाहिँ यो कुरा चाहिँ ठ्याक्कै त्यस्तै पाएको हो। हाम्रो गाउँमा पनि कस्तो भएको थियो भनेपछि एउटा चाहिँ समिति, एउटा खानेपानी कुनै ठाउँमा काम गरिरहेको समिति, त्यही समितिले चाहिँ अलिकति विरत रूपमा चाहिँ ठुलो खानेपानी बनाउने भनेर केही वडाहरूमा 2-3वटा वडामा चाहिँ एउटै समितिले चाहिँ काम गर्ने भनेर काम गर्न सुरु गरिसकेको भए पनि त्यतिखेर चाहिँ जो चाहिँ ठाउँहरू तोकिएको थियो, यो ठाउँमा चाहिँ ट्याङ्की बनाउने, योबाट लाइन लाने, योबाट यस्तो गर्ने भनेर चाहिँ जो ठाउँहरू तोकिएको थियो त्यतिखेर चाहिँ कुनै पार्टीहरू छन् होइन, नाम नभनिहाल्यो,
तपाईँहरू बुझिहाल्नुहुन्छ कुन कुन पार्टी चाहिँ त्यो विरोध गर्ने पार्टीहरू भनेर तपाईँहरू बुझिहाल्नुहुन्छ होइन। त्यो पार्टीहरूले चाहिँ विरोध गरे होइन। विरोध गरिसकेपछि हामी गाउँको अब केही व्यक्तिहरू चाहिँ हामी सेम पार्टी भए पनि सेम पार्टीमा अहिलेसम्म मतदान गर्दै आइरहेको भए पनि सहीलाई सही र गलतलाई गलत भन्न चाहिँ सबैले चाहिँ भन्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यतिखेर चाहिँ अनि होइन खानेपानीको लागि जोसुकै पार्टी होस् होइन, जो खानेपानी ल्याउने पार्टी उहाँ चाहिँ अर्को अलग पार्टीको हुनुहुन्थ्यो होइन। चाहिँ गाउँमा पनि अलग पार्टीका मान्छेहरू बस्ने भएको कारणले त्यहाँ चाहिँ विरोध भइरहेको थियो कि। त्यतिखेर पछि चाहिँ हामी जति पनि छौँ मिलेर जानुपर्छ, खानेपानी चाहिँ सबैको लागि हो भन्ने भएपछि पछि चाहिँ धेरै भएपछि तिनीहरू 2-3 जना अलिकति वरिष्ठ थिए क्या गाउँका, तिनीहरू चाहिँ लाई विरोध गरेर अनि पछि चाहिँ खानेपानी चाहिँ बनाउनुपर्छ भनेर अहिले चाहिँ काम चल्दैछ त्यो ठाउँमा होइन। हाम्रो गाउँको ठाउँमा चाहिँ एक घर एक धारा भन्ने त्यो परिकल्पना अनुसार काम चाहिँ चल्दैछ। यो चाहिँ मेयर साहबको ठाउँमा उहाँ मेयर भएर मात्रै होइन कि देशैभरि यस्तै छ क्या, देशैभरि यस्तै छ। तपाईँको एउटा पार्टीले काम गर्दैछ भने अर्को पार्टीले विरोध गर्ने, काम गर्न नदिने, अनि जो आफ्नो पार्टी आउँछ त्यतिखेर चाहिँ आफ्नै पार्टीले गर्ने हो, त्यस्तो छ क्या यिनीहरूको। अनि त्यतिखेर चाहिँ जति छ कमाउने चाहिँ आफ्नै पार्टीले कमाओस् भन्ने चाहिँ यिनीहरूको धारणा हो होइन। मेन कुरा चाहिँ त्यस्तो हो कि जति पनि कमाइ हुन्छ ठेक्कापट्टा यताउता अनि के काम हुन्छ त्यो चाहिँ आफ्नै पार्टीमा व्यक्तिहरूले चाहिँ लिउन् र आफ्नै व्यक्तिहरूले चाहिँ कमाउन् होइन। अलिकति आफूले पनि पाइन्छ पार्टीलाई पनि हुन्छ भन्ने कुरो धारणाले गर्दाखेरि देशमा हरेक ठाउँमा झन् तपाईँको अब धरान अब त्यस्तो ठाउँ भयो होइन, मेन ठाउँहरूमा त त्यस्तो छ भनेपछि झन् गाउँको कुना कुनामा चाहिँ कस्तो होला तपाईँ आफै विचार गर्नुहोस्। कम बोल्दै हुन्थ्यो भन्ने स्ट्याटस मार्फत भन्ने एउटा त्यो जमातले भनिरहेको छ कि के छ भन्नुपर्ने उहाँहरूलाई। म त उहाँहरूलाई भन्छु अझै धेरै बोल्नुपर्ने हो, यहाँ म नभ्याएर हो होइन, अरूसँग इन्गेज भइरहेको हुन्छु नि त। यहाँ तपाईँलाई इन्टरभ्यू दिँदैछु नि त, यो पनि बोलेकै हो नभए यहाँ 10 वटा स्टेटस लेख्थ्यो। यो पनि मेसेज त हो त, मेसेज हो। किनभने मेसेजकै कमी छ, ज्ञानकै कमी छ नि त हामीलाई त। देश भनेको चिनेकै छैन। भएको जग्गा बेचेर खेतबारी प्लटिङ गरेर बेचेर आएको पैसा ब्याङ्क ब्यालेन्समा राख्छु, त्यसको ब्याजले म भात खान्छु, केटाकेटीलाई पाल्छु, केटाकेटी पढाउँछु भन्ने हामीसँग छैन भन्नु त। त्यो देखिन्छ। त्यसो भने देशै बेचिदिनु त भन्नेहरू पनि होला। अब ठुलो स्केलको तपाईँको भूमाफियाहरू है, किडनी बेच्ने हो किडनी क्या है, दसैँमा लुगा लगाउनुपर्छ अलिक राम्रो गहना होइन, छिमेकीले त राम्रो आइफोन बोकेको छ आफ्नो छैन, किडनी बेच्दै भाइ त्यो टाइपको क्या बुद्धि क्या नेपालीको। अनि यस्तो बुद्धि भएको मान्छेलाई उठाउनका लागि, जगाउनका लागि, सिकाउनका लागि बोल्नु परेन। मान्छेले हो यही कुरा बुझ्दैन क्या। अनि मैले धेरै बोल्यो भन्छ होइन, आरोप चाहिँ उहाँले त्यो लाउनुहुन्छ किनभने नबोली त फेरि परिवर्तन आउँदैन होइन। नबोलिकन जस्तै म नबोल्ने भए तपाईँ मलाई इन्टरभ्यू कसरी लिनुहुन्छ है, म बोल्दिनँ है, इन्टरभ्यू लिन सक्नुहुन्छ। अब इन्टरभ्यू त लिन सकिँदैन भने यत्रो ठुलो सोसल चेन्ज होइन, पोलिटिकल चेन्ज गर्न सक्छौँ त हामी सक्दैनौँ। त्यसले गर्दाखेरि वी हेभ टु स्पिक। तर के बोल्दैछ भन्ने कुरा इज द म्याटर होइन। एउटा परिवर्तन ल्याउने मोमेन्ट हो क्या यो। मान्छेले भन्छ अब त्यो 6 मन्थको इन्टरिम गभर्मेन्टमा गएर के गर्ने, अन्तरिम सरकारमा गएर केही त हुँदैन, बरु त्योभन्दा पछि आउने इलेक्टेडबाट 5 इयर्स बन्नुहोस् न भन्नुहुन्छ कि। तर यो मोमेन्ट भनेको चाहिँ सबभन्दा क्रुसियल मोमेन्ट यो हो क्या। अब यसमा त्यही त भनेको त हो, यही हो क्या होइन। अब हाम्रो एउटा च्याप्टर क्लोज भएर अर्को च्याप्टरमा जाँदै गरेको हो नि त, त्यो एउटा टर्निङ पेज हो क्या। अब जस्तै तपाईँको पढ्दै जाँदाखेरि अब सक्यो, यहाँ तल एउटा च्याप्टर सक्यो, अब त्यो तपाईँले यसो गरेर पल्टाउनु पर्ने हुन्छ नि त। त्यो पल्टाउने एफर्ट चाहिँ इन्डियन गभर्मेन्टमा हुन्छ। पल्टाउनु भएन भने त त्यही कन्टिन्यू भएर जान्छ। यो देशको मालिक को हो भन्ने कुरा क्या। यो देशको मालिक विदेशी शक्ति हो कि यो देशको मालिक राजा महाराजा हो कि यो देशको शक्ति जनता हो? म चाहिँ यो देशको शक्ति, यो देशको मालिक चाहिँ जनता हो भन्ने पक्षको मान्छे हो नि होइन। अब कतिले भन्छ शक्ति केन्द्रमा नधाएर त मिनिस्टर नभएको भन्छ होइन। कतिले भन्छ तपाईँको चाहिँ नि फल्नालाई तैँले नढोगेर, फल्नालाई तपाईँको चाप्लुसी चाकडी नगरेर त नभएको भन्छ। यदि म मन्त्री बन्ने अथवा चाहिँ नि भनौँ न एउटा त्यस्तो तपाईँको चाहिँ नि जिम्मेवार ठाउँमा पुग्नका लागि मैले विदेशीको चाकडी गर्नुपर्छ अथवा कहीँ कतै शक्ति केन्द्रमा धाउनुपर्छ भने सार्वभौम सत्ता त जनतामा देखिएन नि त। यो विषयमा चाहिँ मेयर साहबको चाहिँ अलिकति स्ट्याटसहरू चाहिँ अलिक बढी आउने भएकोले पनि मान्छेलाई त अलिकति कति हालिराखे होला भन्ने चाहिँ लाग्छ। तर उहाँको चाहिँ विचार चाहिँ मनमा केही कुराहरू आयो भने चाहिँ फ्याक्टा चाहिँ स्ट्याटस लेखिदिने हालिदिइहाल्ने चाहिँ उहाँको विचार जस्तो लाग्छ मलाई चाहिँ, मेरो धारणामा चाहिँ होइन। अब उहाँसँग भेट पनि भएको छैन, उहाँसँग कुरा भएको पनि छैन। उहाँ अब धरानको मान्छे, हामी कहाँ पश्चिमको मान्छे, त्यो पनि अहिले खाडीमा छौँ होइन। अब त्यसरी अब प्रत्यक्ष रूपमा भेटघाट पनि भएको छैन, कुरा पनि फोनमा पनि भएको छैन, केही पनि भएको छैन। तर मेरो विचारमा चाहिँ उहाँको मनमा चाहिँ अहिले अब केही मनमा चलिरहन्छ नि त, हाम्रो मनमा पनि अनेक थरीका कुराहरू चलिरहन्छ बेला बेलामा होइन। ती कुराहरूलाई चाहिँ मनमा नराख्ने, सट्ट मनमा आयो भने चाहिँ फ्याटा हालेर हालिदिइहाल्ने उहाँको विचार जस्तो लाग्छ।
तर कुनै कुनै शब्दहरू तिनै विचारहरूले चाहिँ मान्छेलाई चाहिँ भड्काउने किसिमको पनि हुनसक्छ होइन। त्यसमा चाहिँ अब संयमता अप्नाएर कस्तो खालको मनमा धारणा आयो भने अब हुन्छ नि त कस्तो खालको चाहिँ स्टाटस चाहिँ लेख्ने कस्तो खालको नलेख्ने उहाँले चाहिँ विचार गरिदिनु होला। विचार गर्नुपर्छ पनि। अब चाहिँ पार्टी बनिसकेको छ, अब चाहिँ पार्टीको जिम्मेवार व्यक्ति पनि हो, अब त्यसैभरि जानुपर्छ भविष्यमा होइन। अब बिस्तारै अब त्यसैभरिका मान्छेहरू को कस्ता किसिमका हुन्छन्, को कस्ता किसिमका हुन्छ, को पार्टीका हुन्छ होइन। मान्छेहरू अनेक किसिमका मान्छेहरू छन् होइन। ती सबै मान्छेहरूलाई रिझाएर भिजाएर अनि आफूतिर चाहिँ आकर्षण गर्ने हो होइन यो भनेको यतिखेर भनेको। त्यसैले कुनै कुनै स्ट्याटसहरू चाहिँ कुनै विरुद्ध कसैको विरुद्धमा चाहिँ नहाल्दा ठिक हुन्छ। किनभने सबैको अब कुनै अब म कसैको पनि नाम लिन चाहँदैन। अब कसैको पक्षमा हुन्छ, कसैको तर तपाईँको पक्षमा, अर्को पक्षमा सबैको पक्षमा पनि हुनसक्छन् होइन। त्यतिखेर चाहिँ अब तपाईँले चाहिँ कुनै स्ट्याटस अर्कोको विरुद्धमा हालिदिनु भयो भने तपाईँलाई सपोर्ट गर्ने मान्छेले उसलाई सपोर्ट गर्ने मान्छेले फेरि तपाईँलाई पनि सपोर्ट गर्थ्यो होला नि त, गर्थ्यो होला। तर त्यतिखेर चाहिँ उसको मन पनि विचलित हुनसक्छ। त्यसको लागि चाहिँ अलिकति संयमता अपनाउनुपर्छ अब चाहिँ होइन। अब यस्तै हो नेपालीको धारणा भनेको देखासिकीमा चल्ने। अब अरू कुरा भनेको त अब होइन त्यही नै हो। अब कोही मान्छे अलिकति बढी कमाउने हुन्छ, कोही कम कमाउने हुन्छ होइन। अब बढी कमाउनेले अलिकति त्यस्तै किसिमको लगाइ खुवाइ हुन्छ, अब कम कमाउनेको त्यस्तै किसिमको हुन्छ। तर पनि देखासिकी गर्ने भएर पनि अलिकति त्यस्तै हो। गाउँ ठाउँ सबै भाँड भैलो भइरहेछ अहिले यतिखेरको समयमा। त्यस्तै हो, चल्दै यसै नै चल्ने हो क्या। चलिरहन्छ, मान्छेहरू जन्मिँदै गर्छ, चल्दै गर्छ, यस्तै हुँदै गर्छ। कमाउनेले कमाउँदै गर्छ, धनी हुँदै जान्छ। कोही अब यस्तै हो, कुराकानी यस्तै गरेर बुझौँ होइन त। फेरि अर्को पनि छ, बिजुलीको नाममा हामी हाम्रो देशमा विदेशी सेनालाई तपाईँको छैन हालिमुहाली गर्न कदापि दिने पक्षमा छैनौँ। म कुलमानजीलाई यहीबाट प्रश्न गर्न चाहन्छु, तपाईँको एमसीसी बारे धारणा के छ, तपाईँको भूमिका के हो? त्यसले गर्दाखेरि एउटा प्रश्न म उहाँलाई गर्न चाहन्छु, एमसीसी को बारेमा तपाईँको धारणा सार्वजनिक आउनुपर्छ। एमसीसी पास गर्दाखेरि तपाईँको भूमिका के थियो सार्वजनिक गर्नुपर्छ। मैले अघि भने बिजुलीको नाममा हामी हाम्रो देशमा विदेशी सेनालाई तपाईँको छैन हालिमुहाली गर्न कदापि दिने पक्षमा छैनौँ। श्रम संस्कृति आफ्नो स्वाधीनतामा विश्वास गर्छ, आफ्नो देश आफ्नै हो भन्ने कुरामा विश्वास गर्छ श्रम संस्कृति शक्तिले। यो कुरामा मलाई तपाईँको छैन शङ्का छ, घोर शङ्का छ, 98% शङ्का छ। त्यो कुरामा उहाँको सार्वजनिक अभिव्यक्ति सायद आउँछ नै हो। धेरै कुराहरू गरिरहन्छु, विवादमा तानिरहन्छु। सत्य बोल्ने मान्छेलाई समाजले मन पराउँदैन, किनभने सत्य त बोल्नु हुँदैन, सोझो साझाले बोल्नु खोज्छ, बोल्नु हुँदैन भन्ने छ। यो बिजुली बत्तीको नाममा चाहिँ अब देशमा अरू देशको सेनाहरू भित्रिनु भनेको त त्यो त गलत कुरा हो होइन, गलत कुरा हो। यो चाहिँ अस्ति कुलमान घिसिङजी चाहिँ इन्डिया गएर आउनुभयो, अब के सहमति गरेर आउनुभयो, त्यही विषयमा चाहिँ कुरा गर्नुभएको होला सायद होइन। हामीलाई पनि अब त्यति कुरा ज्ञान भएन। अब त्यो किसिममा चाहिँ उहाँको मन दुखेको छ, मन चाहिँ अलिकति चाहिँ शङ्का लागिरहेको छ भन्नुभएको छ। त्यो शङ्का लाग्नु स्वाभाविकै हो। देशभित्र जन्मिसकेपछि, देशको माया भइसकेपछि, देशको माटोको माया भएपछि चाहिँ अब स्वाभाविक नै हो। अब कुनै किसिमको दुर्घटना हुन्छ कि होइन, केही हुन्छ कि नेपाललाई केही हुन्छ कि नराम्रो हुन्छ कि भन्ने चाहिँ सबैको धारणा हुन्छ। उहाँको पनि त्यही नै हो जस्तो लाग्छ। सकेसम्म अब कुलमान घिसिङज्यू पनि त्यति नराम्रो मान्छे होइन, नराम्रो सहमति चाहिँ निश्चय पनि गर्नुभएको छैन होला भन्नु पर्यो, विश्वास गर्नु पर्यो। अब त्यही हो, विश्वास नै सबैभन्दा ठुलो कुरो हो होइन। अब कुलमान घिसिङज्यूलाई पनि विश्वास गर्नु पर्यो, हर्कसाम्बाङज्यूलाई पनि विश्वास गर्नु पर्यो। अब दुईटै मान्छे चाहिँ अब विश्वासिलो पात्र हुनुहुन्छ। हजुरले गरेको कुनै पनि काम चाहिँ हामीले अब गलत गर्नुभयो कि भनेर शङ्का मान्नुभन्दा पनि पहिला तपाईँहरूले गलत नगरिदिँदा नै सबैभन्दा राम्रो उचित हुन्छ होइन त। राष्ट्रवादी नेता हर्कसाम्बाङ जिन्दाबाद, राष्ट्रवादी नेता हर्कसाम्बाङ जिन्दाबाद। हाम्रो श्रम अभियान निरन्तरता छ, श्रम अभियान जारी छ, श्रम अभियान जारी छ। राष्ट्रवादी नेता हर्कसाम्बाङ जिन्दाबाद, राष्ट्रवादी नेता हर्कसाम्बाङ जिन्दाबाद। हाम्रो श्रम अभियान जारी छ, श्रम अभियान जारी छ, श्रम अभियान जारी छ। राष्ट्रवादी नेता हर्कसाम्बाङ जिन्दाबाद, राष्ट्रवादी नेता हर्कसाम्बाङ जिन्दाबाद। हाम्रो श्रम जारी छ। अब यतिखेर चाहिँ अब पूर्वतिर चाहिँ माटो अथवा हर्कसाम्बाङजीको पार्टी जो अहिले उहाँले चाहिँ स्थापना गरिसक्नु भएको छ, उहाँको चाहिँ अब बज्ने नै होला सम्भवतः। कति ठाउँमा बजाउन सफल हुनुहुन्छ। ढुक्क साथले निर्धक्क तरिकाले उहाँलाई चाहिँ भोट
दिँदा हुन्छ जस्तो लाग्छ मलाई। मेरो विचारमा चाहिँ अब कतिको के विचार हुन्छ, आफ्नो धारणा हुन्छ, आफ्नो पार्टी हुन्छन्, आफ्नो अब तरिकाले होइन के सोच्ने अनेक थरी सोच्ने मान्छेको दिमाग सोच विचारहरू फरक हुन्छ। त्यही पनि अहिले चाहिँ जो हिसाबले चाहिँ हर्क साम्पाङज्यूले गरिरहनु भएको छ काम चाहिँ उहाँले चाहिँ यही किसिमले चाहिँ देशव्यापी रूपमा चाहिँ काम गर्नुभयो भने राम्रो हुन्छ होला। कुनै धारणाहरू चाहिँ अब एकल निर्णय गर्दाखेरि अलिकति अब हुन सक्छन्, पछि गएर अब त्यसलाई चाहिँ अब परिमार्जित गर्न पनि सकिन्छ। त्यसमा कुनै ठुलो कुरा भएन, कुनै कुराहरू चाहिँ केही कुराहरू बोलिहालिन्छ होइन, बोलिहालिन्छ तर पनि पछि गएर चाहिँ मनन हुन्छ नि त। हामीले पनि कुनै कुराहरू कति बेला आवेशमा आएर लेखिदिइहाल्छौँ, भनिदिइहाल्छौँ, बोलिदिइहाल्छौँ, त्यसपछि एकछिनपछि 1 घन्टापछि आधा घन्टापछि ओहो यस्तो नभन्नुपर्ने रहेछ, यस्तो नलेख्नुपर्ने रहेछ भन्ने पनि आउँछ। मान्छेको धारणा हो, विचार हो होइन। जे होस्, जति साथले साथ दिनुभएको छ साथ दिनुहोस्, उहाँलाई पनि सपोर्ट गर्नुहोस्। अब नयाँ उब्जँदै गरेको पार्टी र पुराना दलको त काम हेरिसक्नु भएको छ होइन, सबैले हेरिसकेका छौँ। देशव्यापी रूपमै चाहिँ अब उहाँले चाहिँ अब नयाँ सुरुवात गर्नुभएको छ। भर्खरै जिरोबाट माथि र खुड्किलो चढ्ने एउटा हुँदैछ होइन। कतिसम्म सफल हुनुहुन्छ, सफल बनाइदिनको लागि सबैलाई चाहिँ मेरो अनुरोध, विनम्र अनुरोध पनि छ। कतिसम्म साथ सपोर्ट पाउनुहुन्छ अब उहाँकै हातमा छ। उहाँले चाहिँ कति मान्छेलाई रिजाउन सक्नुहुन्छ, कतिजनालाई भिजाउन सक्नुहुन्छ, त्यो चाहिँ उहाँकै हातमा हो। उहाँ मेन लिडर भइसकेपछि उहाँकै विश्वासले चाहिँ अरूले पनि जित्ने हुन् कि। अब उहाँसँग जोडिएका कतिपय ठाउँहरूमा अनि अब उहाँले मात्रै एकजनाले जितेर त सम्भव छैन। उहाँकै ठाउँमा कतिजना चाहिँ अब उठ्छन् होइन, उहाँकै नामले बेचेर चाहिँ उहाँहरू उठ्ने हो क्या। अब अरू चाहिँ मैले गरेर भन्ने कुरो चाहिँ हुँदैन। अब हर्क साम्पाङकै नामले नै अरू उठ्ने हो होइन, अरूले जित्ने हो। त्यही भएर हर्क साम्पाङज्यू चाहिँ अलिकति संयमता अपनाइदिनु होला। बोल्दाखेरि अनेक थरी अब यताउता चाहिँ कसैको विरोध गर्नुभन्दा पनि आफ्नो धारणा चाहिँ हामीले यस्तो गरौँला होइन, यस्तो गर्न सक्छौँ, हामी चाहिँ यस्तो गर्ने चाहिँ विचार राखेका छौँ भन्ने किसिमले गर्दाखेरि त्यसरी जाँदाखेरि राम्रो हुन्छ होला जस्तो लाग्यो होइन। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। उहाँको विचारधारा नयाँ पार्टी आइसकेपछिको मेरो लास्ट रिएक्सन। थ्याङ्क यू सो मच, बाई बाई।